हेलो सबैलाई नमस्कार। आज म फेरि अर्को भिडियो लिएर आएको छु है। यदि हजुरहरूलाई बिरुवा चाहिन्छ भने हामीलाई चाँडोभन्दा चाँडो चाहिँ सम्पर्क गर्नु होला। बिरुवा लिमिटेड छ, बिरुवा चाहिँ सकिन लागेको छ हैन। अब हजुरले भन्न चाहिँ भन्ने फेरि भुल्ने, पछि चाहिँ फेरि मेरो भएन भने चाहिँ नगर्दिनु होला। बुकिङ जसले गर्यो त्यसैले पाउँछ बिरुवा चाहिँ। र बिरुवाको क्वालिटी क्वान्टिटी ती कुराहरू चाहिँ हामीले सबै कुरा बुझाउँछौँ। लगाउने स्टाइल कसरी, त्यसलाई कसरी म्यानेज गर्ने, के रोगहरू आउन सक्छ, त्यो रोगहरूबाट कसरी बच्ने हैन, इभन सबै कुराहरू चाहिँ हामीले हजुरलाई चाहिँ भनिदिन्छौँ। क्वालिटी चाहिँ एकदमै स्ट्यान्डर्ड क्वालिटी आउँछ बिरुवाको चाहिँ। हामीलाई खबर गर्नु हैन। यो चाहिँ यस्तो राम्रो क्वालिटी आइसकेको छ। यो चाहिँ चराले खाने भएर चाहिँ यहाँ ढाकिदिएछु है। यदि हजुरहरूलाई पनि बिरुवा चाहिन्छ भनेपछि चाहिँ चाँडोभन्दा चाँडो चाहिँ हामीलाई कन्ट्याक्ट गर्नु दिएको नम्बरमा। हामी चाहिँ हजुरहरूको बुकिङ गरिदिन्छौँ। र स्याउ चाहिँ फल्छ नेपालमा चाहिँ, ती कुराहरू चाहिँ हामी प्रमाणित गरेर पनि देखाउनेछौँ है। र सबैले चाहिँ खबर गर्नु, बिरुवाहरू चाहिँ बेलामा बुकिङ गर्नु। स्टक चाहिँ भ्याइन लगाइसकेछ। अब 1000 भन्दा बढी बिरुवा लैजानुहुन्छ भने हामी आएर लगाइदिएर 2 वर्षको ट्रेनिङ पनि फ्री गरिदिन्छौँ है। अरू कुरा भनेको त स्याउ फलाएरै छोड्छौँ हामी चाहिँ। यी कुराहरू चाहिँ ढुक्क भएर चाहिँ काम गर्दा हुन्छ। तर त्यो हुनको लागि 1800 मिटरभन्दा माथि हुनु पर्यो है, फर सेफ्टी रिजन। त्यो भएन चाहिँ हामी फलाइदिन्छौँ। बिरुवाहरू चाहिँ लिमिटेड छ। ल बुक गर्नु होला है सबैले।